एउटा बुढीलाई अथवा एउटा छोरी मान्छेलाई आफ्नो बुढोको साथ सपोर्ट माया पायो भने त्यो बुढीले धरती आकाश एक गरिदिन्छ के। किनकि उसको खुसी जिन्दगी उसको सहारा भन्नु नै बाउ आमा पछि बुढो हो के। त्यो बुढोले नै त्यो बुढीलाई साथ दिएन, त्यो बुढीलाई नै आपहेला गर्यो, त्यो बुढीलाई नै इग्नोर गर्यो भने एउटा छोरी मान्छेको चाहिँ मनै टुट्छ के। केही गर्ने एउटा उसै हुँदैन के। भन्ने हो भने मान्छेले सुन्दा केटा बिना केही गर्न सक्दैन र ऊ बिना के हो र भन्ने पनि गर्ला। त्यो माया गर्ने र माया भनेको के हो बुझ्नेलाई मात्रै थाहा हुन्छ के। त्यही भएर कुनै पनि छोरी मान्छेलाई अथवा कुनै पनि बुढीलाई आफ्नो बुढोको साथ सपोर्ट माया छ भने उसले जस्तो दुःख पनि गर्छ, उसले जस्तो सङ्घर्ष पनि गर्छ, जस्तो पीडासँग पनि हाँसी हाँसी लड्न चाहिँ सकिन्छ के। किनकि छोरी मान्छेको गहना भन्नु नै आफ्नो बुढो हो के। त्यही भएर जसको माया साथ सपोर्ट विश्वास गरेर आफ्नो जन्म दिने बाउ आमा गाउँ समाज त्यागेर आइसकेपछि होइन, उसले माया विश्वास गरेर आफ्नो शरीर नै पुरा जिन्दगी सुम्पेर उसँग आइसकेपछि उसले हाम्रो मायालाई बुझ्दैन, इग्नोर गर्छ भने उसको मन टुट्छ के। उसलाई केही थाहा हुँदैन इज्जत के हो बिज्जत के हो, म के गरौँ कसो गरौँ, केही गर्ने आँट आउँदैन के। त्यही भएर मान्छेहरूले भन्ने गर्छ नि, माया पाउने कसैको बुढी, कसैले माया भनेको के हो मनबाट नगरेर आफ्नो मतलबको लागि मात्रै माया गर्नेहरूले त भन्ला त्यो बिना पनि जिन्दगी चल्दैन र छिछि भन्ला। तर माया वास्तवमा जसले निस्वार्थ रूपमा माया विश्वास गरेको हुन्छ नि उसलाई थाहा हुन्छ कि वास्तविक माया के हो त।